इतिहासको कुरा गर्ने हो भने सन् 1419 भन्दा अगाडि नै भक्तपुरको यो 55 झ्याले दरबारको निर्माण भएको थियो, अथवा भनौं यो भवन बनेको थियो। त्यो बेला यक्ष मल्ल राजा थिए। पछि राजा भूपतिन्द्र मल्लले यहाँ 55 झ्याले दरबार बनाए, तर यो पूरा हुन 58 वर्ष लागेको मानिन्छ। राजा रणजित मल्लको शासनकालमा ईस्वी सम्मत 1754 मा यो दरबार अन्ततः निर्माण भएको थियो। यस भवनमा मल्लकालका काठका सुन्दर चित्रण अवलोकन गर्न सकिन्छ। पहिलो तल्लामा साना काठका बुट्टा कुदिएका झ्यालहरूसँग पालै पालो ढोकाहरू रहेका छन् र दोस्रो तल्लामा अगाडिको भागमा 11 गहिरोसँग कुदिएको बुट्टा भएको झ्यालहरूले सुन्दरता अझै ल्याएको छ। पहिलो तल्लाको भित्ताहरूले तत्कालीन राजा र त्यो बेलाको वातावरणको बारेमा धेरै कुरा बताउँछ। कलाहरू र त्यसमा सजिएका कृतिहरूले मल्ल राजाहरूको सामाजिक साथै शाही जीवनशैलीलाई प्रतिबिम्बित गरेको छ। यस दरबारको भित्री भाग भने धेरै दशकदेखि बन्द छ। यस 55 झ्याले दरबारलाई कुनै समय भक्तपुर हुलाकको रूपमा प्रयोगमा पनि ल्याइएको थियो। यस दरबार भित्रका केही ठाउँहरूमा भने फोटो अनि भिडियो लिन निषेध गरिएको छ, तर दरबारको भित्री भागमा भएको यो लुइटी सुन्दराले भने फोटो खिच्न चाहनेहरूको इच्छा पूरा गरिदिएको छ। चारै भागमा नागले घेरेर राखेको यो धाराको पानीलाई तलेजु भवानीको मन्दिरमा पूजा गर्दा प्रयोग गर्ने गरिन्छ। यस्तै रमाइलो अनि जानकारीमूलक भिडियोहरू हेर्नको लागि हामीलाई फलो अनि सब्स्क्राइब गर्नुहोला।